दुई दिदी बहिनी। एका देशको एउटा गाउँमा एकजना दाजु र तिनका दुईजना दिदीबहिनीहरू थिए। उनीहरूको आमा बाबु सानैमा मरेका हुनाले ती दुईजना दिदीबहिनीलाई दाजु चाहिँले नै जेनतेन गरेर हुर्काएका थिए। त्यत्तिकैमा दाइचाहिँको विवाह त्यही गाउँको एकजना केटीसँग भयो। भाउजू चाहिँ निकै असल थिइन्। यसरी दाजु चाहिँको विवाह गरिसकेपछि उनीहरूको आर्थिक स्थिति पनि राम्रो हुँदै गयो। भाउजू चाहिँले पनि आफ्नो दुवै नन्दहरूलाई साह्रै माया गर्थिन्। या भनौँ ती दुई टुक्रा दिदीबहिनीलाई आफ्नो आमा नै पाए जस्तो भयो। ती दिदीबहिनीमा दिदी चाहिँ अलि घमण्डी र जालसाजी गर्ने खालकी थिइन्। तर बहिनी चाहिँ भने साह्रै इमान्दार, शान्त स्वभावकी र सहयोगी थिइन्। समय सँगसँगै ती दुवै दिदीबहिनीलाई जवानीले छुँदै गयो। ती दिदी र बहिनी साह्रै नै सुन्दर भयो। अनि दाजु चाहिँले पनि यसरी हुर्की बढेको छोरी चेलीलाई सधैँ माइतीमा राख्नु हुँदैन भन्ने सोचेर एक दिन आफ्नो श्रीमतीलाई भने, हेर बुढी, अब हाम्रो बहिनीहरू पनि विवाह गर्ने उमेरको भइसक्यो। अब जसरी हुन्छ असल केटा खोजेर यिनीहरूको विवाह गरिदिनु पर्छ। लोग्ने चाहिँको कुरामा श्रीमती चाहिँले पनि सहमति जनाइन्। अनि ती दुवैजना दिदीबहिनीको लागि केटा खोज्ने काम सुरु भयो। यसरी केटा खोज्ने क्रममा दिदी चाहिँलाई भने त्यही गाउँको अलि हुने खाने केटाले मन पराएको रहेछ। त्यसपछि दिदी चाहिँको विवाह त्यसै केटासँग भयो। दिदी चाहिँलाई पनि के चाहिएको थियो र? उनी आफू सुन्दर हुनुको घमण्ड त थिँदै थियो। झन् त्यसमा पनि आफूले धनी श्रीमान पाएकोमा उनको खुट्टा भुइँमा नै थिएन। उता बहिनी चाहिँलाई पनि त्यही गाउँको एकजना केटाले साह्रै मन पराउँदो रहेछ। तर ऊ आफू गरिब भएको कारणले गर्दा उसले केही पनि भन्ने हिम्मत गरेको रहेनछ। यसरी केटीकै विवाहको कुरा चलिसकेपछि त्यो गरिब केटालाई आफ्नो मनको कुरा भन्न करै लाग्यो। अनि उसले एक दिन समय मिलाएर त्यो केटीलाई आफ्नो मनको सबै कुराहरू भन्यो। त्यो केटाको यस्तो कुरा सुनिसकेपछि केटीले पनि आफूले पनि उसलाई मन पराएको तर भन्ने हिम्मत नगरेको कुरा भनिन्। अनि दुवैजना गएर केटीको दाइसँग आफूहरूको विवाह गरिदिन भने। तर दाइ चाहिँले भने केटा अलि गरिब भएको र आफ्नो बहिनीले दुःख पाउँछ भनेर उनीहरूको सम्बन्ध स्वीकार गरेनन्। यसरी दाइले आफ्नो विवाह गरिदिन नमानेपछि उनीहरूले भागेर विवाह गरे। जेठी चाहिँ दिदीको विवाह धनी परिवारमा भएको थियो। उनको घरमा गाई, भैँसी, घोडा, अन्नपातको कुनै पनि कमी थिएन। धन सम्पत्ति पनि प्रशस्तै थियो। तर कान्छी चाहिँ बहिनीको विवाह भने गरिब परिवारमा भएको थियो। उनीहरू दुःख मेलो गरेर जीवन चलाइरहेका थिए। बिहान खाए भरे के खाउँ, भरे खाए भोलि के खाउँ भन्ने उनीहरूको अवस्था थियो। यसरी नै दिनहरू बितिरहेका थिए। एक दिन बहिनी चाहिँ घाँस काट्न भनेर डाँडाको टुप्पोमा गइन्। त्यति नै बेला उनले कतैबाट बाजा बजेको आवाज सुनिन्। त्यो डाँडाबाट यसो तलतिर हेरेको त तल आफ्नो माइती घरमा नै बाजा बजिरहेको देखेर उनले कुरा बुझिन्। अनि मनमा नै भनिन्, पक्कै पनि भाउजूले बच्चा पाइन् जस्तो छ। यस्तो सोच विचार गरेर उनी आफ्नो दिदीको घरमा गइन्। अनि दिदीलाई भन्न लागिन्, दिदी दिदी, भाउजूले बच्चा पाउनु भएको जस्तो छ। अब हामी जानुपर्छ। बहिनीको कुरा सुनेर दिदी चाहिँ पनि साह्रै नै खुसी भइन्। किनभने उनीहरूको दाजुको सन्तान थिएनन्। उनीहरूको दाजुको सन्तान नभएको पनि होइन। तर न्वारानको दिनमा नै बच्चा मर्ने गर्थ्यो। यसरी नै ती दाजु भाउजूले 3वटा बच्चाहरू गुमाइसकेका थिए। अनि यो पटक भने चौथो पल्टमा उनीहरूको भाउजूले फेरि छोरा जन्माएकी थिइन्। उनीहरूले जति धामी झाँक्री लगाए पनि ती पहिलाका बच्चाहरू कसरी मरे भन्ने कुरा कसै गरी पनि पत्ता लगाउन सकेनन्। जे होस्, यो पल्ट फेरि आफ्नो दाजु भाउजूको घरमा सन्तान प्राप्ति भएको देखेर ती दिदी बहिनी साह्रै खुसी भइन्। त्यसपछि दिदी चाहिँले भनिन्, ओहो बहिनी, अब हामी माइती घरमा जानुपर्छ।
ल त झट्टै गएर कोसेली तयार गर त। दिदी चाहिँको कुरा सुनेर बहिनी चाहिँले भनिन्, दिदी तपाईँ त धेरै धनी हुनुहुन्छ, तपाईँसँग हाम्रा भदालाई दिन धेरै कुराहरू छन्। म त परे गरिब, के लिएर पो माइती घर जाने हो, रित्तो हात कसरी जानु। तर बहिनी चाहिँको कुरा दिदी चाहिँले सुनेको नसुनेको जस्तो गरिन्। अनि भनिन्, केही न केहीको व्यवस्था गर न। दिदी चाहिँको यति कुरा सुनिसकेपछि बहिनी चाहिँले पनि हस् भन्दै आफ्नो बाटो लागिन्। अनि दिदी चाहिँले पनि माइती घरमा लानका लागि कोसेली बनाउनु पर्यो भनेर आफ्नो घरमा भएको सरसामानको जोहो गरेर मिठा मिठा खानेकुराहरू बनाइन्। भदाको लागि भनेर राम्रा राम्रा लुगाफाटाहरू पनि तयार गरिन्। उता बहिनी चाहिँ भने कोसेली तयार गर्ने सामानको जोहो गर्नका लागि छर छिमेकमा धाउन थालिन्। भोलिपल्ट बिहान दिदी चाहिँ सबै कोसेली तयार गरेर बहिनीको घरमा आइन्। अनि भन्न थालिन्, ए बहिनी, अहिलेसम्म तयार भएकी छैनौ, अब कति बेला जाने हो त? यसरी दिदी एका बिहानै आएको देखेर बहिनी चाहिँले भनिन्, दिदी मलाई त अलि ढिलो हुन्छ होला, छर छिमेकबाट पैँचो गरेर ल्याएको सामानको भर्खर परिकार बनाउन थालेकी छु, तपाईँ जाँदै गर्नु होला, बरु मलाई राम्रोसँग बाटो थाहा छैन, बाटोमा केही चिन्ह राखेर जानु होला, म त्यही हेरेर आउने छु। बहिनीको सबै कुरा सुनिसकेपछि दिदी चाहिँले, लौ त त्यसो भए तिमी कोसेली बनाएर आउँदै गर, म चाहिँ गएँ भनेर बहिनीलाई सहयोगै नगरिकन आफ्नो बाटो लागिन्। अनि धेरै टाढा पुगिसकेपछि एउटा दोबाटो आयो। त्यस दोबाटोमा बहिनीलाई सङ्केत चिन्ह राखिदिनु पर्ला भनेर उनले सोचिन्। यसरी चिन्ह राख्ने क्रममा उनले माइती घरको बाटोको साटो जङ्गलतिरको बाटोमा राखिदिइन्। अनि आफू भने त्यहाँबाट माइती घरको बाटोतिर लागिन्। यसरी केही समय बितिसकेपछि बहिनी चाहिँले पनि सबै कोसेली ठिक्क पारेर माइती घर जान भनेर हिँडिन्। जब उनी त्यो दोबाटोमा पुगिन्, उनले दिदी चाहिँले राखिदिएको चिन्ह पनि भेटाइन्। अनि मनमा नै खुसी भएर त्यही चिन्ह भएको बाटोतिर लागिन्। तर त्यो चिन्ह भएको बाटो माइती घरकोतिर नगई जङ्गलतिर जानेको थियो। उनले त्यो कुराको ख्यालै नगरिकन त्यही बाटो नै सरासर गइन्। यसरी जाँदा जाँदा उनी एउटा भव्य रुखमुनि पुगिन्, जहाँ एउटा ठुलो ओडार थियो। त्यस ओडारभित्र एउटा बडे मानको राक्षसनी सुतिरहेकी थिइन्। त्यो राक्षसनी अलि बुढी भएको कारणले गर्दा आँखा पनि राम्रोसँग देख्दिन थिइन्। आँखा नदेखे पनि उसको सुँग्ने शक्ति भने निकै बलियो थियो। यसरी मान्छेको गन्ध आएपछि त्यो राक्षसनी उठिन्। यो देखेर बहिनी चाहिँको सातो गयो। तर उनी निकै बाटो पनि भएको कारणले गर्दा उनले झटपट एउटा उपाय सोचिहालिन्। अनि त्यो राक्षसनीको नजिकै गएर भन्न थालिन्, ओहो फुपू, ढोक गरे, हजुरलाई नभेटेको पनि धेरै समय भएको थियो, त्यही भएर कोसेली लिएर भेट्न आएको छु, सन्चै हुनुहुन्छ नि? त्यस केटीको यस्तो कुरा सुनिसकेपछि बुढी राक्षसनीले पनि नरम स्वरले भनिन्, ओहो, तिमी त मेरो बधाई पो रहेछौ, त्यही भएर बच्यौ, नत्र भए तिमीलाई मैले अघि नै सकाउने थिएँ। त्यो राक्षसनीको यस्तो कुरा सुनिसकेपछि त्यो केटीले आफ्नो जुक्तिले काम गरेकोमा मनमा नै खुसी भइन्। अनि राक्षसनीसँग बसेर भलाकुसारी गरेको जस्तो गर्न थालिन्। फुपू, दाजुको घरमा छोरा जन्मेको छ, अनि म त्यही भएर हजुरलाई लिन आएकी। के गर्नु, बिचरा दाजु, अहिलेसम्म 3वटा सन्तान भए, तर दैवको लीला कोही पनि बाँचेनन्। अब यो पल्टको छोरा चाहिँ बाँच्ला कि भन्ने आशा छ, हेरौँ के होला। भोलि भदाको न्वारन छ, हजुर पनि हिँड्नुहोस् न है, म त्यही भएर हजुरलाई लिन आएकी। त्यस केटीको यस्तो कुरा सुनिसकेपछि राक्षसनीले भन्यो, ओहो, त्यो बच्चाहरू त मेरो भदाको पो हो, मलाई त थाहा नै थिएन। त्यस राक्षसनीको यस्तो कुरा सुनेर केटी चाहिँ एकैछिन अल्मलिन्। अनि फेरि सोधी, के भन्न खोज्नु भएको फुपू, मैले त केही पनि बुझिनँ नि। अनि राक्षसनी बुढीले भनिन्, नानी, तिम्रो दाजुको भोलि न्वारन हुने बच्चा पनि बाँच्ने छैनन्,
हाम्रा जातका राक्षसहरू गएर तिम्रा दाजुको छोरालाई मार्नेछन्। राक्षसनी बुढीको यस्तो कुरा सुनेर उनको सातो गयो अनि उनले भनिन्, लौ न, यो बच्चालाई जसरी भए पनि बचाइदिनु पर्यो। केही उपाय भए भनिदिनुहोस् न फुपू। त्यो पनि त हजुरकै सन्तान त हो, हजुरकै माइती न हो। त्यो केटीको यस्तो कुरा सुनिसकेपछि राक्षसनी बुढीले भनिन्, तिमी चिन्ता नगर, त्यो बच्चालाई केही पनि हुने छैन। म तिमीलाई त्यस बच्चालाई बचाउने उपाय भनिदिन्छु। त्यसपछि त्यस राक्षसनी बुढीले 3वटा रौँहरू झिकेर भनिन्, लौ, यो 3वटा रौँहरू लिऊ। अब तिमी भोलिपल्ट सबेरै उठेर पिठो मुछेर 3वटा डल्लाहरू बनाउनु अनि 3वटा डल्लाहरूमा यी 3वटा रौँहरू राख्नु। त्यसपछि तातो तेल तताएर ती डल्लाहरूलाई त्यस तेलमा तार्नु। यसो गर्दाखेरि तिमीले कसैसँग बोल्नु हुँदैन अनि यो कुरा पिठाका डल्लाहरू तेलमा नहालुन्जेलसम्म कसैसँग पनि नभन्नु। जब तिमीले ती पिठाका डल्लाहरूलाई तेलमा तार्नेछौ, ती सबै राक्षसहरू जो तिम्रो भदालाई मार्न आउँदैछन् तिनीहरू पनि डढेर मर्नेछन्। त्यो राक्षसनी बुढीको यस्तो कुरा सुन्ने बित्तिकै गर्जनाक स्वर गरेर केही राक्षसहरू त्यहाँ आइपुगे अनि भन्न थाले, ओहो, आज यहाँ मान्छेको गन्ध आइरहेको छ। ठिकै भयो, मलाई पनि साह्रै भोक लागिरहेको थियो। यति भन्दै त्यो राक्षसहरू केटी भएको तर्फ अघि बढे। तर फुपू बनेकी ती राक्षसनी बुढीले तिनीहरूलाई रोक्दै भने, खबरदार, यी मेरी भदैनी हुन्, तिमीहरूले यिनलाई केही गर्न पाउने छैनौ। ती बुढी राक्षसनीको यस्तो कुरा सुनेर ती राक्षसहरू न्याउरो मुख पार्दै त्यहाँबाट आफ्नो बाटो लागे। अनि राक्षसनी बुढीले पनि साँझ पर्न लागेको कारणले गर्दा उनलाई जङ्गलबाट बाहिरसम्म जाने बाटो पनि बताइदिन् अनि माइती घर जाने बाटो समेत बताइदिन्। साँझ झमक्क पर्दा कान्छी चाहिँ बहिनी माइती घरमा आइपुगिन्। त्यहाँ भतेर चलिरहेको थियो, तर उनको आगमनलाई कसैले पनि वास्ता गरेनन्, किनभने उनी गरिब थिइन्, आफ्नो दिदी जस्तो धनी थिएनन्। यसरी माइती घरमा पुगेर उनी पिँढीमा बसिरहँदा उनका भाउजूले कान्छी चाहिँ नन्दलाई देखिन् अनि बडो खुसी भएर भनिन्, ओहो नानी, तपाईँ त आउनुभएछ त। ठुलो नानीले त तपाईँ आउनुहुन्न भनेर खबर पठाउनु भयो भनेर भन्नुभयो, तर तपाईँ आउनुभएछ, साह्रै खुसी लाग्यो। आउनुहोस्। आफ्नो भाउजूको यस्तो मायाले भरिएको कुराहरू सुनेर कान्छी चाहिँ बहिनीको मन पनि साह्रै खुसी भयो अनि आफ्नो भतालाई काखमा खेलाउन थालिन्। उता दिदी चाहिँ भने आफ्नो बहिनी आएको देखेर छक्क परिन् अनि उनलाई कता कता मनमा डर पनि लागिरहेको थियो, कतै बहिनीले पोल पो खोलिदिने हो कि। तर बहिनी चाहिँ साह्रै गुणी भएको कारणले गर्दा उनले त्यसो केही पनि गरिनन्। अझ दिदीकै कारणले गर्दा भदाको ज्यान बस्ने भएकोले दिदीप्रति उनको कुनै गुनासो थिएन। भतेर राति अबेरसम्म चल्यो अनि जब भोलिपल्ट बिहान भयो, राक्षसनी फुपूले भनेको जस्तो गरेर सबै काम कुराहरू गरिन्। यसरी जब उनले ती पिठाका डल्लाहरूलाई तातो तेलमा तारी जङ्गलमा भयङ्कर आवाज आयो अनि ती 3जना राक्षसहरू जो भदालाई मार्न भनेर आएका थिए उनीहरू पनि जलेर मरे। त्यसपछि बहिनी चाहिँले सबै कुरा सबैको सामु भनिन् अनि उनको यस्तो कुरा सुनेर त्यहाँ भएका सबै मानिसहरू छक्क परे अनि उनको बहादुरी र चलाकी देखेर पनि सबैजना निकै खुसी भए। उता दाजु र भाउजू पनि आफ्नो सन्तान बाँचेको देखेर साह्रै खुसी भए अनि आफ्नो बहिनी नन्दलाई धेरै धेरै धन्यवाद दिएर उनीहरू खुसी भए। त्यसपछि न्वारन साह्रै धुमधामसँग सम्पन्न भयो। जब बहिनीहरू घर फर्कन लागे, दाजु चाहिँले आफ्नो कान्छी चाहिँ बहिनीलाई भने एउटा गाई दिएर पठाए, जेठी चाहिँ बहिनीलाई भने एउटा कुकुर दिएर पठाए। आफ्नो दाइ माइतीले दिएको कोसेलीहरू लिएर बहिनीहरू पनि खुसी भएर आफ्नो आफ्नो घरतिर फर्किए।
यस च्यानललाई लाइक, शेयर अनि सब्स्क्राइब गरिदिनुहोला।